नमस्ते सबैजनालाई। यो भिडियो चाहिँ लेन्समा हुने विभिन्न खालको कोटिङहरूको बारेमा हुनेछ। सबैभन्दा पहिला हामी हार्ड कोटको बारेमा बुझौँ है। हार्ड कोट भनेको एउटा लेन्स बनिसके पछाडि होइन सबभन्दा माथि एउटा लेयर बनाइन्छ। त्यो लेयर चाहिँ स्क्रच रेजिस्टेन्स लेयर हुन्छ है त। अब त्यो चाहिँ हाम्रो डिफल्ट लेयर भन्न पनि मिल्छ। अब त्यो लेयर नराख्ने हो भने चाहिँ एकदमै स्क्रच हुने होइन डेलिकेट लेयर हुन्छ। त्यही भएर हार्ड कोट गरिन्छ। त्यसपछि हामी कुरा गरौँ एन्टी रिफ्लेक्टिभ कोटिङ है त। एन्टी रिफ्लेक्टिभ कोटिङ भनेको हार्ड कोट बन्यो, अब त्यसको माथि एन्टी रिफ्लेक्टिभ कोटिङ लगाइन्छ। यसको मेन काम भनेको चाहिँ अब कन्ट्रास्टहरू बढाउने, भिजन क्लियर गराउने, रातिको समयमा सजिलो हुने। यसले के गर्छ भन्दाखेरि चाहिँ जुन लाइट आउँछ त्यो लाइट चाहिँ सिसा छ, सिसाको पनि अगाडिको सर्फेस र पछाडिको सर्फेस हुन्छ होइन। सो त्यही सर्फेसभित्र ठोक्किएर लाइट आएको लाइट अगाडि ठोक्किएर फर्किन्छ, त्यसले पनि भिजन क्लियर हुँदैन होइन। जस्तो सपोज तपाईँ एउटा झ्यालबाट हेरिराख्नु भएको छ होइन, अब त्यो झ्यालमा तपाईँले हेरिराखेको झ्यालमा तपाईँ नै देखियो भने बाहिर देखिन्छ त देखिँदैन, त्यो हेर्नलाई भिजिबिलिटी क्लियर हुँदैन। सो त्यही नै हो रिफ्लेक्सन है। त्यो आइरहेको रिफ्लेक्सनलाई कट गर्ने, रिफ्लेक्सन कट भयो भने चाहिँ तपाईँले आफूलाई नदेखेपछि त बाहिर क्लियर देख्ने भयो नि त है। यसरी एन्टी रिफ्लेक्सनले काम गर्छ। पिक्चरमा देख्न सक्नुहुन्छ होइन, एउटा चस्मा माथिको चस्मा छ जसमा चाहिँ एन्टी रिफ्लेक्सन कोटिङ छैन भने अर्कोमा चाहिँ रिफ्लेक्सन छ। अब हामीले उसको आँखा क्लियर देखेको छैनौँ भन्नुको मतलब उसले पनि त बाहिर देखेको छैन क्लियर होइन। सो यसरी फर्स्टको मान्छेले चाहिँ क्लियर देख्दैन एज कम्पेयर टु द सेकेन्ड पिक्चर। युभी कोटिङ भनेर सो हाम्रो घामबाट आउने होइन हार्मफुल युभी लाइटहरू हुन्छ, त्यसलाई ब्लक गर्ने खालको लेयरहरू बसाइन्छ, त्यसलाई चाहिँ हामीले युभी कोटिङ भन्छौँ। सो यसले चाहिँ लङ टर्ममा हुने समस्याहरू होइन आँखामा हुने समस्याहरूलाई चाहिँ जोगाउँछ है। त्यसपछि हामी कुरा गरौँ ब्लू लाइट प्रोटेक्सन कोटिङ भनेर है। लाइटको एउटा वेभलेन्थ हुन्छ, हाई एनर्जी भिजुअल लाइट भनेर हुन्छ, एचइभी लाइट भन्छौँ। त्यो रेन्जलाई चाहिँ 400देखि 455 नानोमिटर भनेर हुन्छ। त्यो रेन्जलाई रोक्ने खालको कोटिङहरू गरिन्छ है। हार्मफुल ब्लू लाइटले के गर्छ भन्दाखेरि चाहिँ तपाईँको आँखामा होइन यसले गर्दा चाहिँ अक्सिडेटिभ स्ट्रेसहरू बढाउन सक्छ कि। अक्सिडेटिभ स्ट्रेस भनेको हाम्रो बडीको लागि राम्रो होइन, एजिङमा हुने समस्याहरू चाँडै देखिने, डिजेनेरेटिभ चेन्जहरू ल्याउने हुन्छ आँखामा। अर्को कोटिङ भनेको हाइड्रोफोबिक कोटिङ होइन, ओलियोफोबिक कोटिङ भन्छौँ। सो हाइड्रोफोबिक भनेको चाहिँ देख्नु भएको छ करकल्लोको पातमा पानी राख्दाखेरि कसरी भाग्छ होइन, त्यसै गरी पानीलाई मन पराउँदैन है, पर्ने बित्तिकै पानी भाग्ने भयो। यसै गरी ओलियोफोबिक भनेको ओइल तेलहरू होइन चिपचिपी पदार्थहरू चाहिँ इजिली बस्दैन, त्यसले गर्दाखेरि चाहिँ पानी होइन धुलोहरू फिङ्गरप्रिन्ट्सहरू इजिली बस्दैन। सो यसबाट हामीले के बुझ्छौँ भन्दाखेरि लेन्स भनेको पावर भएको सिसा मात्र होइन है, यो त साइन्स र इन्जिनियरिङको लेयरहरू हो है।